मेसी नेपाल आयो भने के हुन्छ त? मेसी अहिले इन्डियामा छन्, द गोट इन्डिया टुर भनेर चाहिँ होइन, जुन टुरमा चाहिँ अहिले मेसी इन्डियामा छन्, त्यो टुर अटेन्ड गर्नको लागि भने हजारौँ फ्यान्सहरू चाहिँ मेसीलाई हेर्न भनेर साल्ट लेक स्टेडियममा पनि पुगेका थिए। त्यसमा कति नेपाली फ्यान्सहरू पनि गयो होला, तर त्यहाँनिर चाहिँ अहिले अवस्था एकदमै गम्भीर भएको छ। त्यो स्टेडियमको झगडा हुने, त्यसपछि तोडफोड लिएर होइन, पानीको बोतल फ्याल्ने पिचमा, फ्यानहरू पिचमै जाने जस्तो कुरा भइरहेको छ। त्यहाँनिर चाहिँ के भएछ भन्दाखेरि मेसीलाई चाहिँ देखाउन भनेर, मेसीलाई देखाउने भनेर चाहिँ पुरै टिकट काटिरहेको रहेछन् होइन। अनि टिकट काटेर चाहिँ स्टेडियमभित्र फ्यान्सहरूलाई पठाए, तर मेसी स्टेडियमको त्यो हुन्छ नि ग्राउन्डमा जाने बेलामा चाहिँ त्यो पोलिटिसियन्सहरूले, भिआइपी पर्सन्सहरूले होइन, त्यसपछि अर्गनाइजर्सहरूले नै घेरेर फोटो खिचेर चाहिँ स्टेडियममा जाने दर्शकहरूले चाहिँ मेसी देख्न पाएनन्। मेसीलाई एक झलक पनि मेसीको हेर्न पाएनन्। टिकट मात्रै काट्नुभयो भने त्यसपछि चाहिँ पुरै फ्यानहरूको चाहिँ दिमाग सड्केर पुरै रिसाएर डिसपोइन्टेड भएर तोडफोड लिनेदेखि लिएर पिचमा जाने यहाँ ऊ गरिरहेछन्। सो मेसी नेपाल आयो भने पनि यस्तै हुन्छ केटा हेर। नेपालले पनि म्यानेज गर्न सक्दैन होइन, त्यो अर्गनाइजरले नि म्यानेज गर्न सक्दैन, त्यो इभेन्ट सेक्युरिटी दिन सक्दैन। यस्तै नै हुन्छ हालत, नआएकै ठिक छ। यो त मलाई जहाँसम्म लाग्छ इन्डियाको घोर बेजत हो। यत्रो ठुलो इभेन्ट अर्गनाइज गरिसकेपछि वेल म्यानेज हुनु पर्थ्यो जस्तो लाग्छ। र त्यहाँनिर भोलि खेलाडीलाई केही भइदिएला होइन, त्यसपछि एउटा भागदौड भइरहेछ। अब त्यहाँ कति तोडफोड भयो होला स्टेडियमको। अझै मेसीको 2 दिन टुर बाँकी छ, त्यसमा अझै कति लफडा हुने त्यो हेर्न बाँकी नै छ। गाइज होइन, अब जहाँसम्म लाग्छ इन्डियाले चाहिँ ठुलै बेइज्जत गरे जस्तो लाग्छ है आफ्नो।